हेलो गाइज नमस्ते अनि स्वागत छ तपाईहरुलाई एसपी ब्लग अनि एसपी युट्युब च्यानलमा जोडिनु भएको सम्पूर्ण दर्शकहरुलाई नमस्ते अनि स्वागत भन्न चाहन्छु। गाइज अहिले चाहिँ हामी नेपालतिरको अवस्था यो चाहिँ हाम्रो ठ्याक्कै माण्डवी गाउँपालिका 4 उदयपुर कोट धवाघाट प्युठानको तस्बिर हो। यसो जंगलतिरको तस्बिर चाहिँ अहिले हल्का घाम लागिरहेको अवस्था छ अनि त्यसैले गर्दाखेरि खासै त्यति क्ल्यारिटी आउन सकिरहेको छैन क्यामेरा क्वालिटीले गर्दाखेरि पनि। देश विदेशमा छरेर बस्नुभएको सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई एउटा यो सानो गाउँको भिडियो जङ्गलतिरको भिडियो अपलोड गरौँ भनेर। अनि यता चाहिँ हाम्रो दाजु जङ्गलतिर आएर है कुर्ता हानिरहेको अवस्था छ। यो चाहिँ ठ्याक्कै हाम्रो अहिले यतातिर चाहिँ गाउँ भन्नुपर्छ। यो चाहिँ अहिलेको गाउँमा बारीमा चाहिँ तोरी बारिरहेको अवस्था। त्यहाँबाट बनाउनु भिडियो त ट्याक्क कि त्यहाँ कि त्यो पारि डाँडा त्यहाँ दामी आउँछ हाम्रो गाउँ यस्तो सबै कभर अप हुन्छ। अनि पाल्लोपट्टि चाहिँ यो दाङको बङ्गलाचुली गाउँपालिका हो, तर खासै काम लागेको कारणले गर्दाखेरि चाहिँ क्यामेरा क्लियर आउन सकेको छैन। यसको भाग 2 चाहिँ तपाईहरुलाई म अर्को जोडिदिनु। उताबारी चाहिँ हाम्रो सेनमा र बहिनी चाहिँ आइराख्नु भएको छ। बहिनीले चाहिँ आई भनिरहेको छ। यो चाहिँ सेनमाको घर हो अनि यतातिर चाहिँ यो सबै तोरीबारी है। यहाँदेखि उतापट्टि पुरै तोरीबारी छ गाइस।